ब्रेकिङ न्यूज साथीहरु, रिसेन्टली राजा ज्ञानेन्द्र शाहीले चाहिँ नेपालीहरुलाई केही मेसेज दिनु भएको छ। सो उहाँले के भन्नु भएको छ भनेर मैले भन्नु भन्दा पनि तपाईहरु उहाँकै मुखबाट सुन्नु होला है त। नेपाली बीच द्वन्द्व नहोस्, परस्पर अविश्वास र हिंसाको दुखद मनोस्थिति नबनोस्, देशवासीहरु कुनै पनि नाम र न्युहुमा ध्रुवीकृत नबनुन् भन्नेतर्फ हामी सदैव सचेत र संवेदनशील छौं। नेपालीको एकतामा नै नेपालको भविष्य निहित रहेको यथार्थलाई हामीले आत्मसात गरेका छौं। सबैले यही वास्तविकतालाई आत्मबोध गर्नु पर्दछ भन्ने ठान्दछौं। हाम्रा आह्वान हामी कसैको निजी स्वार्थपूर्तिका निमित्त होइन, कुनै खालको सैद्धान्तिकवाद वा विचारको होइन, समग्र राष्ट्रको स्वाधीनता, समग्र जनताको सम्प्रभुता तथा नेपाल र नेपालीको सुखमय प्रतिष्ठाको निम्ति हो। आफ्नै प्रकारको अग्रणी राष्ट्र हामीले नै बनाउने हो।